जेनजी आन्दोलनको उद्देश्य व्यवस्था फालिने हो, राजा फर्काउने हो। सुशीला कार्कीको सरकार त जेनजी आन्दोलनको रगतको जगमा बनेको सरकार हो नि। जेनजी आन्दोलनले गणतन्त्र फालिसकेका छ, राष्ट्रपति फालिसकेका छ, प्रधानमन्त्री फालिसकेका छ, यो व्यवस्था फालिसकेका छ। अनि डर कसको भयो? हाम्रा युवाहरू, हाम्रा जेनजी युवाहरू प्रधानमन्त्री हुन योग्य छन्। उनीहरू प्रधानमन्त्री बनाउने समय भनेकै ज्ञानेन्द्र सरकारले गद्दी आरोहण गरेपछि नेपाली जनताको मनमा गद्दी आरोहण गरिसकेका छन्। अब भौतिक रूपमा चाहिँ निर्मल निवासबाट हनुमान ढोका लाने गद्दी आरोहण गराउने, त्यहाँबाट नारायणीमा भित्र हुने। देशको चिन्ताले बिरामी नै छु। ए हो, देशको चिन्ता कति लाग्छ? कति हो कति त्यो देशको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भागेर ब्यारिकमा बस्नुभयो। ब्यारिकबाट निस्केर फेरि अहिले चाहिँ कुण्डुमा चाहिँ उहाँले तमासा देखेर यो देशको युवा भनेको के हो? अब हामी देखाउँछौँ। हाम्रा भाइ बहिनीहरूको रगतको होलीले यिनीहरूले राजनीति खेले, यिनीहरू बाइबल सरकार बनाए। अब यी तामाङका छोराहरू बोल्छन्। शाही युवा शक्ति नेपालका केन्द्रीय अभियन्ता साथीहरू, पत्रकार साथीहरू, सर्वप्रथम जेनजी आन्दोलनमा आफ्नो ज्यान गुमाउनु भएका, स्वर्गमा बास गर्नुभएका सम्पूर्ण शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। अब जेनजी आन्दोलनले एउटा ऐतिहासिक परिवर्तन गर्यो। केही घण्टामै गणतान्त्रिक साम्राज्य ढल्यो। जहाँसम्म लाग्छ 72 सालको महाभूकम्प जस्तो त्यो जेनजी युवाहरूको जुन शक्तिले राक्षसी गणतान्त्रिक व्यवस्था ढल्यो, त्यसप्रति म जेनजीहरूको आन्दोलनप्रति म सम्मान पनि गर्न चाहन्छु। र जेनजीहरूको शान्तिपूर्ण आन्दोलनमा हाम्रो सधैँ साथ समर्थन रहेको पनि छ र रहने पनि छ। जेनजी भन्ने बित्तिकै अब यहाँ विभिन्न किसिमको किताकार गरिएको छ। जेनजी भनेको एउटा पुस्ता, त्यो एउटा पुस्ताले गरेको आन्दोलन। त्यहाँ सहभागी चाहिँ विभिन्न पार्टीका मान्छेहरू पनि थिए होला। हाम्रो राष्ट्रवादी राजावादीहरू पनि त्यसमा वीरगति प्राप्त भएका छन्, घाइते भएका छन्। तर हामीले त्यहाँ कहिले पनि भाग खोज्ने काम चाहिँ हामीले गर्छौँ। तर अब अहिले चाहिँ जेनजी आन्दोलनको नाममा जुन किसिमको चाहिँ पदको लागि जुन हालसाल भइरहेछ, त्यो दुर्भाग्यपूर्ण कुरा हो र यो हामीले खोजेको पनि होइन। र जेनजी आन्दोलनको उद्देश्य व्यवस्था फालिने हो, राजा फर्काउने हो। केही अघि पनि मैले भने जेनजी आन्दोलनमा एमाले, कांग्रेस, माओवादी, राजावादी सबै मान्छे सहभागी भएका थिए। त्यो आन्दोलनको टाइममा चाहिँ मान्छेले आफ्नो पार्टी, आफ्नो विचार बिर्सेका थिए। एउटा पुस्ताको आन्दोलन थियो। त्यो पुस्ताको आन्दोलनले एउटा युगान्तकारी परिवर्तन गर्यो। र अब अहिले जेनजी आन्दोलनले जुन युवाहरूको रगतको जगमा बनेको यो सरकार, सुशीला कार्कीको सरकार बनेको छ। विभिन्न व्यक्तित्वहरू मन्त्री हुनुभएको छ। तर उहाँहरूले त्यो कलेज पढ्ने विद्यार्थी, त्यो सारा तिना भाइ बहिनीहरूलाई जुन यो राज्य सरकारले मार्यो, त्यो अपराधीहरूलाई चाहिँ 1 महिना बितिसक्दा पनि समाउन किन नसक्यो, गिरफ्तार गर्न किन नसक्यो? सुशीला कार्कीको सरकार त जेनजी आन्दोलनको रगतको जगमा बनेको सरकार हो नि। यसले यही संविधान, यही गणतन्त्र, यही नेताहरूलाई बचाउने हो भने सुशीला कार्कीको सरकार अहिले नै हामीले विस्थापित गर्नुपर्छ। के अर्थ त्यसको? गोली हान्ने र आदेश दिने, माथिको आदेश भन्दै प्रहरीले गोली हान्ने, निहत्था शान्तिपूर्ण आन्दोलनमा चाहिँ ताकी टाउको र छातीमा गोली हान्ने। त्यो गोली हान्ने जुन चाहिँ अफिसर भनौँदाहरू, प्रहरीहरूलाई समातेर गिरफ्तार गरेर किन कारबाही गर्न नसक्यो? यो सरकारले त्यो अपराधीहरूलाई खुल्ला छोडेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भागेर ब्यारिकमा बस्नुभयो। ब्यारिकबाट निस्केर फेरि अहिले चाहिँ कुण्डुमा चाहिँ उहाँले तमासा देखेर निवर्तमान केपी ओलीलाई तुरुन्तै समाउन सक्ने क्षमता यो जेनजीले बनाएको यो सरकारको त्यो औकात, त्यो ल्याकत किन भयो? म सरकारलाई खबरदार गर्न चाहन्छु। यदि यो सरकारले
केपी ओली, रमेश लेखक, सिडिओ, किलोवान, प्रहरीको किलोवान, प्रहरीको आइजिपी समूहमा किन नसके? अहिले पनि संविधान र कानुन हेरिरहेको हो कि जेनजी आन्दोलनले गणतन्त्र फालिसकेका छ, राष्ट्रपति फालिसकेका छ, प्रधानमन्त्री फालिसकेका छ, यो व्यवस्थै फालिसकेका छ। अनि डर कसको भयो? सुशीला कार्कीले आज सम्बोधन गर्ने राष्ट्रको नाम म उहाँलाई विनम्र अनुरोध गर्न चाहन्छु। जेनजी आन्दोलनको उद्देश्य भनेको व्यवस्था फाल्ने हो, सरकार परिवर्तन मात्रै होइन र यही कानुन मान्ने पनि जेनजी आन्दोलनको उद्देश्य होइन। केही पात्रहरू बोलेको देख्छु, म भुकेको देख्छु विभिन्न आफ्नो पार्टीको रङ देखाएर। तर जेनजी भनेको एउटा पुस्ताले गरेको आन्दोलन हो। त्यो पुस्ताले गरेको आन्दोलनमा परिवर्तन भइसक्यो, जेनजीहरूले जितिसके। त्यो जितेको जग्गामा बनेको सरकारले चाहिँ जेनजीको चाहना अनुसार काम गर्नुपर्छ। जेनजीमा हाम्रो छोरानाती पनि छन्। जेनजीमा चाहिँ विभिन्न पार्टीका मान्छेहरूको पुस्ताहरू पनि त्यहाँ सहभागी भएका छन्। जेनजीमा यही पुलिस अफिसरका छोरानाती पनि सहभागी भएका छन्। अनि गृहमन्त्री बनाइएको छ। त्यो विद्रोहमा जुन घटना घटेको छ, प्रहरीमा चाहिँ मारेको अपराधीलाई समातियो भनेर न्युज आएको छ। अनि त्यो प्रहरीले जुन युवाहरूको कत्याम गर्यो, माथिको आदेश मानेर, गृहमन्त्रीको आदेश मानेर, फुली बचाउन, जागिर जोगाउन, त्यो इन्सपेक्टरभन्दा माथिका जति पनि अफिसरहरू देशव्यापी रूपमा खटेका थिए त्यो अपराधी हो कि तिनीहरूको आदेशमा गोली चलेको छ। पहिलो दिन मात्रै होइन, भोलिपल्ट पनि मान्छेहरू व्यापक रूपमा युवाहरू मारिएको छ। पहिलो दिनमा त 19-20 जना मरे, तर भोलिपल्ट माथिको आदेश भन्दै गृहमन्त्री भाइसकेका छ, केपी ओली भाइसकेका छ, तर पनि आफ्नो चाहिँ त्यो फुलीलाई जोगाउन चाहिँ जुन प्रहरीले जुन चाहिँ एउटा आदेश दिएको छ, त्यसले त्यता युवाहरूको चाहिँ नरसंहार गरेको छ। ती अपराधीहरूलाई समाउनु पर्दैन यो सरकारले। यदि यो सरकारले समाउन सक्दैन भने हामी फेरि जेनजीको साथ सहयोगमा हामीले कारबाही गर्छौँ। हामीले सक्छौँ जनताको साथ सहयोग लिएर त्यो अपराधीहरूलाई सडकमा घिसार्न। भोलि सुशीला कार्कीको सरकारलाई पनि हामी जेनजीको साथ लिएर सडकमा घिसार्न नपरोस्, म यस्तो मोटिभ दिन चाहन्छु। हामीले धमिलो पानीमा चाहिँ माछा मार्ने सोच बनायौँ, किनकि जेनजी आन्दोलनमा जुन मात्रै देशमा शान्ति हो। आज ज्ञानेन्द्र सरकारले यत्रो विषम परिस्थितिमा शाहवंशले आर्जेको मुलुक, शाहवंशले बनाएको, उहाँको पुर्खाले बनाएको नेपाल धेरै पटक अवसर आयो तेस्रो पटक राजा हुने, गद्दी आरोहण गर्ने। तर पनि सम्पूर्ण जनताको सहमतिमा, दलको सहमतिमा, दल पनि मेरै जनता हुन् भनेर पर्खेर बसेको अवस्था हो नि। एउटा मन्त्रीको लागि, एउटा वडाध्यक्षको लागि, एउटा मेयरको लागि यिनीहरूले लुच्छाछुनी गरेको जस्तो त ज्ञानेन्द्र सरकारबाट कहिले पनि भएन। त्यसैले उहाँ जस्तो त्यागी भगवान रूपी राजालाई स्थापित गरेर सेनाले एउटा इतिहास रच्नुपर्छ। सेनाले फेरि यही संविधान जोगाउने खेलमा, यही राष्ट्रपति जोगाउने खेलमा सेना यदि लाग्यो भने सेनापतिलाई पनि यो संविधानले कारबाही गर्छ। यो संविधान चाहिँदैन, राष्ट्रपति चाहिँदैन, केही पनि चाहिँदैन भनेर यत्रो केही घटनामा फालिएको यो व्यवस्थालाई जोगाउने काम नगरौँ। जनताको चाहना भनेको गणतन्त्र हो। मैले यही मञ्चबाट भनेको थिएँ, मुठ्ठीभरका केही नेताहरू छन् गणतन्त्रवादी, अरू सबै राष्ट्रवादी, राजावादी छन् हामीले भनेका थियौँ। जेनजीको विषयमा म कुरा गर्न चाहन्छु। हामीले गरेको कार्यक्रममा हरेक समयमा जेनजीको उल्लेखनीय सहभागिता। जेनजीहरू गणतन्त्र नमानेर राजा चाहियो भनेर पटक पटक हाम्रो कार्यक्रममा सहभागी भए। विगत फागुन 25 गते ज्ञानेन्द्र सरकारको स्वागतमा त्यो एयरपोर्टदेखि निर्मल निवाससम्म भएका जेनजीहरू राजा चाहियो भनेर उत्रेका। जेनजी नै उत्रेका। आज सामाजिक सञ्जालभरि ज्ञानेन्द्र सरकारको जय जयकार भइरहेछ। जेनजीले नै गरेका। आज विश्वव्यापी रूपमा हरेक युवाहरू राजाको पक्षमा खुलिरहेछ। त्यो जेनजीले नै गरेको। त्यसैले जेनजीको पुस्ता, नयाँ पुस्ता 13 वर्षदेखि माथि 28 वर्षभन्दा मुनिका पुस्ताहरू सबै राजाकै पक्षमा छन्। श्रीपाद ज्ञानेन्द्र सरकारको जय जयकार गर्न चाहन्छन्। उहाँहरू ज्ञानेन्द्र सरकारको तेस्रो पटक गद्दी आरोहण, राज्य अभिषेक भएको हेर्नै चाहन्छन्। त्यसैले अब जेनजीको उद्देश्य ज्ञानेन्द्र सरकारको तेस्रो पटक गद्दी आरोहण। केही त्यहाँ घुसपेट भयो होला।
हामीले पनि जेनजीको समूहमा घुसपेट गराएर त्यहाँ ज्ञानेन्द्र सरकारको फोटो बोकाएर हामीले गर्न सक्थ्यौँ नि। तर त्यो जुन दिनको आन्दोलन ऐतिहासिक परिवर्तन भयो, युगान्तकारी परिवर्तन भयो, त्यो परिवर्तनलाई हामीले हेरिरहेछौँ। जेनजीलाई साथ दिइरहेछौँ हामीले। जेनजीको साथ सहयोगमा ज्ञानेन्द्र सरकारलाई गद्दीमा राखेर 28 वर्षभन्दा मुनिको जेनजीलाई प्रधानमन्त्री बनाउने भयो। अब अहिले आन्दोलन गर्ने जेनजीले प्रधानमन्त्री खान चाहिँ 73-74 वर्ष गरेका व्यक्तिहरू। आन्दोलन चाहिँ जेनजीको जगमा भएको छ। प्रधानमन्त्री चाहिँ भित्री रूपमा पार्टीको इसारामा भइरहेछ। त्यसकारणले फेल, दल फेल भएको छ, व्यवस्था फेल भएको छ, प्रशासन फेल भएको छ। यो सबैलाई पुनर्जीवित गर्नको लागि श्रीपाद ज्ञानेन्द्र सरकारको तेस्रोपटक गतिमा हामीले गर्नुपर्छ। ढिला नगरौँ। जति लामो यो गणतन्त्र लम्ब्यो उति देशको बेइज्जत भएको छ, नेपालीहरूको बेइज्जत भएको छ, अन्तर्राष्ट्रिय रूपमा चलखेल बढेको छ र नेपाल फेल हुने अवस्थामा छ। फेल नेपालबाट जोगाउनको लागि ज्ञानेन्द्र सरकारको खुल्ला रूपमा राजा चाहियो भनेर हामीले चाहिँ अगाडि बढ्नुपर्छ। जेनजीहरूलाई म आह्वान गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। हामी फेरि यो दसैँपछि लगत्तै सामाकोसीबाट नारायणीसम्मको कार्यक्रम चाहिँ फेरि गर्दैछौँ। त्यो नारायणीमा जनताको नासो सिर्पेज, त्यो सिर्पेज जेनजी र जनताको शान्तिपूर्ण आन्दोलनले त्यसलाई लिएर, त्यसलाई खोसेर श्रीपाद ज्ञानेन्द्र सरकारको टाउकोमा हामीले पहिर्याउनु पर्छ। तब पनि हामी नेपाली अब नगरी कहिले गर्ने, कति समय कुर्ने। त्यसकारण हेर्नुहोस्, जेनजीको आन्दोलन हुनुभन्दा पहिला म यहाँलाई अवगत गराउन चाहन्छु। हामीले केही दिन अगाडि सामाकोसीबाट नारायणीसम्म कार्यक्रम राखेको थियो। निवर्तमान निरङ्कुश सरकारले नारायणी आउन त्यहाँ नारायणीमा कर्फ्यू लगायो, हाम्रो कार्यक्रम रोक्यो। हामी बल्खुसम्म पुग्यौँ। भएभन्दा जेनजीहरूको सहभागिता थियो। त्यो कार्यक्रम पश्चात जेनजी नामक अर्को आन्दोलनको सुरुवात भयो। त्यहाँ चाहिँ त्यो हाम्रो कार्यक्रमले ऊर्जा दिएको कारणले त्यो 2 दिनको जेनजीको कार्यक्रमले गणतन्त्रै फाल्यो। त्यसैले हामी सुरुवात आज 15-17 वर्ष हामीले चाहिँ राजाको पक्षमा कार्यक्रम गरिरहेको चाहिँ हरेक समयमा, हरेक कार्यक्रममा हजारौँ कार्यक्रम गऱ्यौँ हामीले। जेनजीहरूको उल्लेखनीय सहभागिता छ। त्यही सहभागिताको कारणले चाहिँ अहिले यो परिवर्तन सम्भव भएको छ। तपाईँले हेर्नुहोस्, पटाएर हेर्नुहोस्, जेनजीलाई ऊर्जा दिने, साथ सहयोग र त्यसलाई साहस दिने काम चाहिँ राष्ट्रवादी राजावादीहरूले नै दिएको। त्यो स्वीकार्नुपर्छ। र जेनजी आन्दोलनमा जति पनि विध्वंस भयो, मैले न्युज हामीले हेरिरहेछौँ। सिंहदरबार भत्कियो, चिन्ता लाग्यो। त्यहाँ युवाहरूले गोली खाएर मान्छे मरे, त्यसको चिन्ता छैन। त्यो युवाहरूको मूल्य ठुलो कि सिंहदरबारको मूल्य ठुलो? आज यो जनताहरूलाई यतिसम्म चाहिँ विध्वंसकारी कसले बनायो? यही गणतन्त्रका कथित मतियारहरूले होइन। आज जनताहरू खान नपाउने, चामल किन्ने पैसा छैन, चिया खाने पैसा छैन युवाहरू छ। उनीहरू चाहिँ घरमा गएर चाहिँ अर्बौं भण्डारण गर्ने। देश र जनताको लुटेको पैसा ब्याङ्क पुरै भरेर घरमा पनि भण्डारण गरिरहेको छ भनेपछि यी भ्रष्टाचारीहरूलाई यो सुशीलाकारी सरकारले देखादेखि पनि किन कारबाही गर्न सकिरहेको छैन? जेनजीहरूको तर्फबाट म यो क्वेसन गर्न चाहन्छु। जेनजीहरूको सपना साकार भयो, अहिले पनि त्यो घाइतेहरूले भनिरहेको छन्, धेरै घाइतेहरूले भनिरहेको छन् हामीलाई व्यवस्था पनि चाहिएन, हाम्रो अवस्था बदल्नु पर्यो, भ्रष्टाचारी सरकारमा रहेका मन्त्री नेताहरूलाई कारबाही गर्नु पर्यो, राजा फर्काउनु पर्यो। जेनजी आन्दोलनमा राजाको पक्षधर मान्छेहरूले पनि वीरगति प्राप्त गरेका छन्। घाइतेहरू धेरै भएका छन्, 1400 घाइते भएका छन्। जुन कत्याम भएको छ, हिजो 19 दिनको आन्दोलनमा ज्ञानेन्द्र सरकारले 19 दिनसम्म आन्दोलनमा सेना परिचालन हुँदाहुँदै पनि 19 जना मान्छे त्यो पनि भिडभाडमा खिचेर मरे, राजाले गति नै छोडिदियो। तर आज केही घण्टाको आन्दोलनमा सयौं मान्छे, सयौं युवाहरू मार्ने यी ज्यानमारहरू, यी हत्याराहरूलाई त्यतिकै छोड्न मिल्दैन। प्रचण्ड, केपी ओली, देउवालाई तुरुन्तै गिरफ्तार गर्नको लागि म सुशीलाकारी आउनु किन छोड्यो? फेरि अरू युवाहरू मार्न, फेरि अर्को यो जेनजीको अर्को उग्र आन्दोलन गराउन। त्यस कारणले गणतन्त्रका यी मसिया, यी रक्तबीजहरूलाई जनता मारेर, जनता चुसेर सम्पत्ति कमाउने यी रक्तबीजहरूलाई छोड्नुहुन्न। नागरिक सरकार किन भने
संविधान बाहिरबाट संविधान चाहिँ सरकार बनेको छ। संविधान बाहिरबाट बनेको सरकारले यो संविधान मान्नुपर्छ। संविधान दिवस किन मनाएको? विदेशीको चलखेल नहोस् यो अन्तरिम सरकारमा, पार्टीको चलखेल नहोस् यो अन्तरिम सरकारमा। अब अहिले जेनजीहरूको चाहना चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, अनि यो संसदको चुनाव गराएर त्यो सम्भव छ? यो सरकारको त्यतिकै साहस छ भने, त्यतिकै हुदी छ भने गणतन्त्र कि राजतन्त्र भने जन्म संग्रह गराओस्। देशमा जनताहरू राजाको पक्षमा भोट हाल्न तयार छ। त्यस कारणले म के भन्न चाहन्छु भने यो सरकारको काम भनेको जेनजी आन्दोलनमा गोली हान्ने अपराधीहरूलाई एक एकजना मान्छे समाउन सुरु गर्नु पर्यो। आजैबाट सुरु गर्नु पर्यो। केपी ओली सुरुमा समाउनु पर्यो, रमेश लेखक समाउनु पर्यो, देउबा समाउनु पर्यो, भ्रष्टाचारीको आरोपमा प्रचण्ड समाउनु पर्यो, यत्रा मान्छे मारेको आरोप। अब हामी दशैं पछाडिको आन्दोलन जेनजीहरूको साथ सहयोगमा निरन्तर रूपमा अगाडि बढ्छौँ, देशव्यापी रूपमा गर्छौँ र त्यो आन्दोलन चाहिँ हामीले आह्वान सामदोशीबाट गरे पनि देशव्यापी रूपमा हरेक जिल्लामा त्यो आन्दोलनलाई चाहिँ सुरु गर्न म सम्पूर्ण राष्ट्रवादी, राजावादी र जेनजी युवालाई म अनुरोध गर्न चाहन्छु। राष्ट्रिय झण्डा बोक्नुहोस्। हाम्रो आन्दोलनमा कोही नेता हुँदैन हेर्नुहोस्। हामी सबै अभिनेता हौ, राष्ट्रिय झण्डा बोक्छौँ। देश जोगाउन राजा चाहियो हामी कसैले मन्त्री हुन राजा चाहिएको होइन। देश बचाउन, देशलाई भिड उन्नत जोगाउन राजा चाहियो। धर्म संस्कृति परम्परालाई जोगाउन राजा चाहियो। संहिता खारेज गर्न राजा चाहियो। जेनजी आन्दोलनको माग थियो प्रदेश खारेज गर्ने, संहिता खारेज गर्ने, संविधानै फाल्दैन। तर देखिन्छ संसद नाटकीय ढङ्गबाट खारेज गरिएको छ। सभामुख चाहिँ हरेक कार्यक्रममा आएर बसेको, कतिसम्म ढाँटेको, कतिसम्म छलेको। त्यो जेनजीको रगतले यो अन्तरिम सरकारलाई पोल्न सक्छ। त्यसैले म के भन्न चाहन्छु भने युवाहरूको आक्रोश यो त सुरुवात मात्रै हो, सुरुवात मात्रै हो। यसले विश्वव्यापी रूपमा अर्को ज्वालामुखीको रूप नलियोस्। म सुशीला कार्कीलाई अनुरोध गर्न चाहन्छु, राष्ट्रपति विस्थापित गर्नुहोस्, खारेज गरिहाल्नुहोस्। भागेको राष्ट्रपति काम छैन। दलको राष्ट्रपति, भागेको राष्ट्रपति र यो जनताले अस्वीकार गरेको संविधान, जुन संविधान घोषणा हुँदाखेरि चाहिँ मधेसमा रगतको खोलो भइरहेको थियो, जुन संविधानलाई 90% जनताले बहिष्कार गरेको छ, जुन संविधानमा विदेशी लगानी छ, यो संविधान किमार्थ नेपाली जनता र राष्ट्रको संविधान होइन। यो संविधान खारेज गरेपछि सम्पूर्ण संरचना आफै खारेज हुन्छ। सुशीला कार्कीजीलाई म अनुरोध गर्न चाहन्छु, 2072 सालको संविधान खारेज गर्नुहोस्, अन्तरिम संविधान बनाउनुहोस्, राजा स्थापना गर्नुहोस्, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुहोस्। तब नै यो नागरिक सरकार हुन्छ। अब अहिले चाहिँ यो स्टमबाजी गर्नको लागि अब त्यहाँ राखिएको छ, कुमार घिसिङ राखिएको छ, जगदीश खरेल राखिएको छ, विभिन्न व्यक्तित्वहरू राख्नु भएको छ। तपाईँले नागरिकहरू समेटेर बनाइएको सरकारले दलले जुन कत्याम गर्यो, जुन युवाहरू मार्यो, त्यो दलका अपराधीहरूलाई समाउन किन नसके? गुन्डुमा अपराधीहरूको नामोनाथ भइरहेको छ। यो सरकारले आँखा खोल्न किन नसके? डराएको हो गुन्डुबाट। गुन्डुले तर्साएको अन्तरिम सरकार हो र यो। त्यस कारणले कुनै पनि प्रशासन, कुनै पनि चिज बेथिति भइरहेको छ, थितिमा चलेको छैन। र म भन्न चाहन्छु गणतन्त्र सकिसकेको छ। गणतन्त्रको डर र त्रासमा नबस्न म सम्पूर्ण नेपाली जनतालाई अनुरोध गर्न चाहन्छु। गणतन्त्र ल्यायौँ भन्ने दलको कार्यकर्ता भएर नबस्न पनि म सम्पूर्ण नेपाली जनतालाई अनुरोध गर्न चाहन्छु। अब हामी राष्ट्रिय झण्डा पनि राजा स्थापित गर्ने शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बाध्यता अन्तरिम सरकारले गराइसकेको छ। कि सरकारले राजा स्थापित गर्नु पर्यो? होइन भने हामी विशाल आन्दोलन गरेर सडकबाट चाहिँ हामी ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्छौँ। साथ दिनुहोस्, खोल्नुहोस्। अबको अन्तिम विकल्प के त? कि नेपाल छोडेर हामी नेपाली होइन भनेर भाग्नु पर्यो? भ्रष्टाचारीहरू यस्तो देखिएको छ, यत्रो पैसा भ्रमण गरेको छ, देश फेल बनाइएको छ, धर्म बेचेको छ, युवा बेचेको छ।
त्यसकारणले म सम्पूर्ण राष्ट्रवादी राजावादी म राजावादी हो भनेर खोज्नुहोस् म राजावादी हो भन्नुहोस् अब किन लाज म नेपाली हो म राजावादी हो भनेर घर घर दैनिक दलबाट निस्किनुहोस् राष्ट्रिय झण्डा बोकौँ देशलाई जोगाउँ राजा पुनर्स्थापना गरौँ ज्ञानेन्द्र सरकारको तेस्रो पटक गतिआरोहण गरौँ र यो पत्रकार सम्मेलन मार्फत म सम्पूर्ण जिन्जी आन्दोलन चाहिँ सुरु भएको थियो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको तपाईँको कुरा भएको थियो त्यहाँ 2046 सालभन्दा तपाईँको पछि उच्च ओहदामा आउने नेता तथा तपाईँको कार्यकर्ता र तपाईँको उच्च ओहदामा भएका कर्मचारीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने कुरा थियो प्रदेश खारेजीका कुरा थियो हिजो तपाईँको अहिलेको नवनियुक्त तपाईँको अर्थमन्त्रीले बोल्नुभयो प्रदेश खारेजी हुँदैन भनेर ती तपाईँको 100 युवाहरूको रगतबाट तपाईँको आएको यो तपाईँको सरकारले अहिले तपाईँको हिजो जे तपाईँको जुन आन्दोलनको जगबाट उहाँ आज तपाईँको मन्त्री हुनुहुन्छ उहाँले तपाईँको यो प्रदेश र तपाईँको चाहिँ संहिता खारेज हुँदैन भनेर यो हुँदैन भनेर बोल्नुभएको छ त्यो कतिको सही छ अथवा गलत छ अब नेपाली जनताले तपाईँको बुझ्नु आवश्यक छ हामीले बारम्बार भनिराखेका छौँ यो व्यवस्था तपाईँको आमा बेचेर स्वास्थ्य पाल्ने व्यवस्था हो यो व्यवस्था अन्त्य भएन भने र यो 2072 सालको संविधान बाँचिरह्यो भने देश बाँच्दैन अब तपाईँ हामीले देश बचाउने अथवा तपाईँको 2072 को संविधान बचाउने त्यो तपाईँ हाम्रो हातमा छ तपाईँको सिआइएको एजेन्ट बनेर नेपाली जनताको रगतमाथि तपाईँको कसैले होली खेलेर तपाईँको नेपाली जनताको रगतलाई चाहिँ तपाईँको खेलवाड सार मान्छ भने अब दसैँ पछि यिनीहरूको विरुद्धमा पनि सडकमा नेपाली जनता र ती तपाईँको जेनजी युवाहरू अब छिटै तपाईँको सडकमा निस्किने वातावरण हुँदैछ अब नेपाललाई नेपाली बचाउने जिम्मा तपाईँ हाम्रो अब सम्पूर्ण नेपाली जनताहरू अब विवेक लगाएर जसरी तपाईँको हिजो महाराज विराज सरकारले नेपाली जनताको नासो जनताले दिए भन्न जानुभएको थियो त्यसरी नै फिर्ता गर्ने वातावरण यी भ्रष्टहरूबाट अब ल्याउनुपर्छ यो भ्रष्ट तपाईँको यो भ्रष्टहरूको विरुद्धमा हामी सशक्त रूपमा तपाईँको सधैँ सहरमा छौँ अब यो दसैँ लगत्तै असोज 25 गते चाहिँ हामी सामानकोसीबाट नारायण हिटीसम्म आउने युवा दाजुभाइ तथा जेन्सीका भाइहरू सबै हामी सबै एकजुट हुनुपर्छ अब यो देश र यो देशको लागि यो धर्मको लागि यो देशमा एउटा राष्ट्र गुरुको पनि आवश्यकता परेको छ र राष्ट्र गुरु पनि यो देशमा चाहिन्छ भन्ने मूल नाराका साथ र हाम्रो राजा हाम्रो देश प्राणबन्ध प्यारो छ भन्ने मूल नाराका साथ हामी नेपाली युवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना हामी एकजुट हुने समय आएको छ अब हामी एकजुट हुनुपर्छ भने यी समय र परिस्थितिले हामीलाई एकता हुनुपर्छ भने सन्देशहरू आकाशवाणीहरू आइरहेको छन् भइरहेको छन् युवा साथीहरू अब हामी राष्ट्रवादी साथीहरू देशप्रेमी साथीहरू हामी सबैजना अब यो देश नेपाल कसरी नवीन प्रक्रियामा हामी लिएर जाने र यो देशलाई हामी कसरी समृद्ध बनाउने यो देशलाई हामी कसरी चाहिँ विश्वको सामु हामी कसरी चिनाउने र हाम्रो पुर्खाको इतिहासहरूले विश्वको सामु धेरै पुर्खाहरूले चिनाइसकेका छन् र अब हाम्रो यो उमेरमा हामी जति नेपाली दाजुभाइहरू छन् अहिले जुन यो उमेर छ 30, 35, 40 का दाजुभाइहरू अब हामी सबैजना एकजुट हुनुपर्छ भन्ने यो टाइम र समयले हामीलाई एकजुट बनाउने दिनहरू आइरहेको भन्ने हाम्रो विश्वास व्यक्त गर्न चाहन्छु र विशेष गरी आज हामी अस्ति हाम्रो जुन जेन्सीको कार्यक्रम 23 र 24 गतिको जुन यो भस्म कार्यक्रम भएको छ यो भस्म कार्यक्रमलाई हामी केही कुराहरू भन्न चाहन्छु यी भस्महरूले हाम्रो देशलाई भस्म गर्यो हाम्रो राष्ट्रवादीको यस्तो भस्म सोच हुँदैन हामी राष्ट्रवादी युवाहरूको यस्तो भस्म सोच हुँदैन राष्ट्रवादी भनेको के हो यो देशको युवा भनेको के हो अब हामी देखाउँछौँ अब त्यो दिन त्यो समय अब आउँदैछ पत्रकार साथीभाइहरू तपाईहरूको पनि आवश्यकता छ यो देश भनेको के हो त राजावादी भनेको के हो राष्ट्रवादी भनेको के हो पृथ्वी पथ भनेको के हो गोरक्षनाथ भनेको के हो अब हाम्रो यो देश यो विश्व ब्रह्माण्ड अब गोरखनाथको मन्त्रले बाँधिनेछ युवा साथीहरू यो गोरखनाथको इतिहास तपाईहरु सबैले बुझ्नुपर्छ युवा साथीहरू
यो विश्व ब्रह्माण्ड हाम्रो गोरखनाथको हो, यो मच्छिन्द्रनाथको हो, यो कुमारीको हो, यो बुद्धको हो, यो झाँक्रीको हो, यो लामाको देश हो, यो बुद्ध जन्मेको देश हो, यो आकाशबारीहरू हुने देश हो, यो देशमा ढुङ्गा बोलेको देश हो, यो देश रुख बोलेको देश हो, यो पहाड बोलेको देश हो। यो देशमा जुन 23 र 24 गते जुन यो भस्म सोच भएका यो भस्म बुद्धि भएकाहरूले रावणको बुद्धि भएकोहरूले हाम्रो देशमा केही अराजकताहरू मचाए। हाम्रा भाइ बहिनीहरूको रगतको होलीले यिनीहरूले राजनीति खेले, यिनीहरू बाइबल सरकार बनाए। अब हामी बोल्नुपर्छ। अब यी तामाङका छोराहरू बोल्छन्, अब मगरका छोराहरू बोल्छन्, अब लिम्बूका छोराहरू बोल्छन्, किराँतका छोराहरू बोल्छन्, बाहुनका छोराहरू बोल्छन्, जनै बोल्छन्, अब जनै बोल्छन्, राखी बोल्छ, आमाको मङ्गलसूत्र बोल्छ, बाउको ढाका टोपी बोल्छ। अब यो देशको इतिहास कसैले मेटाउन सकिँदैन। यो दलालहरू, यो जुन अहिले बाइबली सरकार बनेको छ, यो जुन मैले त यो धेरै वर्षदेखि भन्दै आएको, यो देशमा यो काठमाडौँमा विदेशी दलालहरू प्रवेश भइसकेको छ। नेवार दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरू नेवारहरू सुध्रिनुहोस् भन्दा यिनीहरूले नेवारहरूले हाम्रो कुरा सुनेनन्। ती नेवारहरू नसुध्रिएको कारणले गर्दा आज यो देशको हालत यस्तो भयो। त्यही हिसाबले गर्दा यी नेवारहरूले नबुझेर चाहिँ भोट पनि विदेशी दलालहरूलाई जित्यो। यो देशको परिवर्तन यस्तो तरिकाले यो देशको परिवर्तन हुँदैन साथीहरू। आज हामीले जुन हाम्रो धर्म संस्कृति र राज संस्थाको कार्यक्रमहरू हामी अब निरन्तर हामी दिइरहनेछौँ। र अब यो हाम्रो 25 गते पनि हाम्रो शहीद शक्ति पशुपति खड्काजीको नेतृत्वमा हाम्रो केही कार्यक्रमहरू रहेको जानकारी गराउन चाहन्छु पत्रकार साथीहरू। र त्यसै गरी जुन अस्ति 22 र 23 गते हाम्रो धर्ममाथि पनि प्रहार भएको छ। हाम्रो दसैँ तिहारको मुखको वरिपरि चाहिँ यी भस्माको सोचहरूले हामीलाई चाहिँ के कुरा राष्ट्रवादी दाइहरू सबैलाई नमस्कार। अनि हजुरहरूलाई चाहिँ झन् धेरै नमस्कार। हजुरहरूको हातमा छ हाम्रो देश बचाउने कि नबचाउने, बच्ने कि नबच्ने, यो पनि हजुरहरूकै हातमा छ। अब देश बचाउनका लागि हामीले फेरि तेस्रो पटक चाहिँ राजालाई राजगद्दीमा राख्नुपर्ने अवस्था आएको छ। हामीले त पहिल्यैदेखि भनेको छौँ कि राजा बिना देश रहँदैन, तर कति मान्छे नबुझ्ने त कोही छैन। यहाँ सबैले बुझ्नु भएको छ, तर बुझेर पनि खै आफ्नै मनलाई नै छल गर्नु भएको छ जस्तो लागेछ मलाई। त्यसो नगरिदिनु होला। देश रहेन भनेदेखि तपाईँ हामी कोही पनि रहँदैनौँ। घरभन्दा ठुलो देश हो, देश भएपछिको घर हुन्छ होइन र? देशै नभएपछि घर कहाँबाट हुन्छ र? अहिलेका जति पनि नेताहरू हुनुहुन्छ घर मात्रै बनाउने सोच्नु, आफ्नो मात्रै घर बनाउन सोच्नुभयो। उहाँहरूले देश नै मेरो घर हो, मैले मेरो देशलाई विश्व सामु देखाउनुपर्छ, चिनाउनुपर्छ भनेर सोचिदिनु भएको भएदेखि, देश मेरो घर, जनता मेरो परिवार भनेर सोचिदिनु भएको भएदेखि सायद आज हाम्रो देश धेरै राम्रो हुन्थ्यो होला, हामी धेरै खुसी हुन्थ्यौँ होला। यति धेरै साथीहरूले ज्यान गुमाउनु पर्यो। हामी जनता र पुलिसलाई भिडाएर माथि अरूले राज गरिरहेछ, त्यो हामी बुझिरहेको छैनौँ। बुझे पनि सकिरहेको छैनौँ, धैर्य गर्न सक्दैनौँ। धैर्य गरेर नि के गर्नु? बोल्ने बेलामा नबोल्ने, उठ्ने बेलामा नउठेर फेरि कहिले उठ्ने र होइन? त्यत्रो साथीहरूले ज्यान गुमाउनु भएको छ, कति धेरै घाइते हुनुभएको छ। फेरि पनि यही गणतन्त्र ल्यायौँ भन्नुहुन्छ के? कसरी ल्याएको हो र गणतन्त्र? विदेशीसँग लडेर ल्याएको हो र? होइन नि। आफ्नै दाजुभाइ मारेर ल्याएको गणतन्त्र होइन। आफ्नो दाजुभाइ मारेर ल्याएको, विदेशीको साथमा लिएर आएको गणतन्त्र ल्याएर खुसी हुने हामी? त्यही भएर गणतन्त्र होइन, यो गणतन्त्र होइन। हामीलाई राजा चाहिन्छ देश बचाउनको लागि। यदि राजा हुनुभयो भनेदेखि विदेशी हस्तक्षेप हुँदैन हाम्रो देशलाई र अनि देश बचाउने भनेर हामी सबैले एउटा र्याली गर्दैछौँ। त्यसमा हामी सबैजना सहभागी हुनु होला। हजुरहरू पनि भन्न चाहन्छु। म त्यति धेरै बोल्न त घाइते म भएन। सहयोगी भूमिकाहरू निर्वाह गरेको मान्छे पछि गएर चाहिँ जेएनजीका प्रतिनिधि भएर चाहिँ सरकार गठनतिर लागेको चाहिँ देखियो। अनि केही समय पछाडि राजा पनि आउँदैछन् भनी तपाईँहरूको मिडियाहरूमा पनि प्रशस्त रूपमा आयो। तर हामीले देख्दाखेरि, हामीले भन्दाखेरि राजा
जुन राजा हो राजाकै तालमा आउँछ। राजा खुसुक्क अर्काले गरेको आन्दोलन र अरूले गरेको उसमा चाहिँ उहाँले नबोलेको चाहिँ राजा आउँदैनन्। राजा आउँदाखेरि बाजागाजा सहित नाचगान सहित उहाँलाई सम्पूर्ण फुल अबिर जात्रा सहित राजगद्दीमा राख्नुपर्छ। त्यस कारण राजा त्यसरी आउने। अब अहिले तपाईँहरूलाई मैले भन्दाखेरि अहिले अन्तरिम सरकारको सुशीला कार्की अहिले यस र नो भन्ने पुस्ता हो जेन्जी। तपाईँहरूलाई थाहा हो यस भने यस नो भन्ने नो यति स्पिडमा काम गर्नुपर्ने पुस्ता हो जेन्जी भन्ने यस र नोको पुस्ता। त्यो पुस्ताले गरेको ठाउँमा पनि अहिले लिङ्गरिङ गरेर जानुपर्ने र लिङ्गरिङ गर्नुपर्ने काम छैन। अहिले भर्खरै चाइल्ड बसक नेपालका अध्यक्षज्यूले भनिसक्नु भएको छ किन ढिला गरियो, पक्रिनलाई किन ढिला गरियो, जो गोली हान्न लगाउने मान्छेहरूलाई पक्रिनलाई किन ढिला गरियो, जो सत्तामा बसेर रजाइ गरिराखे अकुत सम्पत्तिहरू कमाएर मूल भएर फुटुन्जेल बसेका मान्छेहरूलाई कारबाही गरेर किन ढिला गर्यो, यो त हेर्नु पर्यो नि। यही चाहना हो नि त, जेएनजीहरूको चाहना यही हो नि त। उनीहरूको चाहना नेपो किड्सबाट सुरु भएर भ्रष्टाचार गर्दाखेरि उनीहरूले पनि यसो गरे भने यत्रो भन्दाखेरि पनि अहिले कारबाही नगर्नु भनेको चाहिँ निराशाजनक हो सरकारप्रति होइन। अब जेएनजी पुस्ताले रिभोल्युसन ल्यायो, रिभोल्युसन पछाडि जहिले खुसी मनाइन्छ तपाईँहरूलाई थाहा छैन। जहाँसुकै पनि आन्दोलनपछि सत्तालाई बहिष्करण गइसकेपछि जुनसुकै देशमा पनि एउटा चाहिँ खुसियाली मनाइन्छ। तर खुसियाली मनाउन किन पाइएन भनेको निराशा बनाइयो। उनीहरूको सपना जेएनजी पुस्ताको सपनापट्टि निराशा बनाइयो। सरकार बन्यो, अन्तरिम सरकार बन्यो, संविधानलाई मान्छु भन्यो, सबै गर्यो। तर संविधान जेएनजी पुस्ताले यो संविधानलाई नै वास्ता गरेका छैन। यो प्रष्ट हुनु पर्यो पहिला सबै जनमानस। यो जेएनजी पुस्ताले यो संविधानलाई पनि वास्ता गरेको छैन। यो जेएनजी पुस्ताले तपाईँहरूलाई त्यहाँ हेर्दै गर्दाखेरि मिडियामा आउँदै गर्दाखेरि जो चाहिँ सरकार गठन नहुँदाखेरि उहाँको भोटिङ लाइनहरू आउँदाखेरि पनि 60% भन्दा माथि त राजाको राजा चाहिन्छ भन्नेमा गइसक्यो। तर किन चाहिँ यसलाई निराकार गर्यो त? तर राजाले पनि भन्नुभएको छ धेरै विशेष सूत्रबाट विशेष ठाउँबाट थाहा छ। यो तालबाट यस्तो तालबाट अर्काको रगतबाट म रगत सहन नसकेर राजगद्दी छोडेर हिँडेको मान्छे होइन। यो रगत भएको ठाउँबाट फेरि म उपस्थित हुँदाखेरि मलाई नराम्रो मान्छन्, त्यस कारण म आउँदिनँ, त्यस कारण म बस्दिनँ। मलाई बिना रगत बिना खोजी जनताले सबैबाट राष्ट्रिय एकताको आधारमा अहिले चाहिँ भ्रष्ट गरेका मान्छेहरू बाहेक ती दलभित्रका चाहिँ चोखा मान्छेहरूले पनि सहमति गरेर राजालाई राजगद्दीमा राख्नलाई म आह्वान गर्न चाहन्छु। यसै क्रममा यहीँमा यो एउटा कुरा पनि नबुझ्ने सरकार जुन सरकार थियो तपाईँको इन्द्र जात्राको बेलामा बालेन पछाडि बस्दाखेरि बालेनलाई हाई गरिरहेछ। अगाडिपट्टि बसेर उनीहरू हात हलाएर चाहिँ पछाडिपट्टि हेर्दाखेरि त आफ्नो त होइन, त्यति कुनै बुझ्नु पर्दैन। निराश बनाइसकेको छ जनताले। जुन कार्यक्रममा जाए जनताले चाहिँ उनीहरू बोल्ने बेला कुर्सी छोडेर हिँड्न थालिसकेपछि चाहिँ आफूले बुझ्नु पर्दैन। अब जनताले हामीलाई रुचाएन, अब जनता हाम्रो पक्षमा छैन, अब हामी विस्तारित हुनुपर्छ भन्ने नि ज्ञान नहुने अनि अज्ञानीहरूले चलाएको शासनमा हामी चाहिँ बसिरहनु पर्यो, हामीले उनीहरूको मानिरहनु पर्यो। यो त हुँदैन, यो हुँदैन। जेएनजीले त्यही कारणले चाहिँ उहाँहरूलाई लखाउनु पर्यो। त्यही कारणले अकुत सम्पत्तिहरू पनि देखा परेको उनीहरू। अब होइन भन्नु कसरी होइन? सबको घरमा सम्पत्ति देखा पऱ्यो, कहीँ पैसा उड्यो, सबको घरहरू आलिसान देख्यो, बसेका बिस्तराहरू त्यस्ता देख्यो होइन। त्यस्तो हुँदाखेरि चाहिँ अझै पनि यही दलतन्त्र अझै तपाईँहरूलाई एउटा कुरो म भन्छु के भन्छु भने जहाँ घरमा पूजा लगाइन्छ नि, पूजा लगाइसकेपछि पूजा सकिन्छ, त्यसपछि अहिले ती कराका जो चाहिँ दलहरूमा बसेर कराका मान्छेहरू छ त्यो दियो सफा गर्ने मान्छेहरू पूजा सकेपछि दियो निन्छ, त्यो त सफा गर्नु पऱ्यो। ती सफा गर्न बसेका मान्छेहरू अरू कोही हो? किनकि तिनीहरू पैसा लगाएर त्यो सफा गर्न बाबु उठेर आफ्नो राखेका मान्छेहरू तिनीहरू पनि इम्प्याक्ट हुनुपर्छ। र राष्ट्रिय सरकार भन्ने वातावरण बनाएर नेपालमा यो कन्टेस्टमा नेपालको भौगोलिकमा हाम्रो चाहिँ एकदम ऊर्जावान हामीलाई चाहिँ शक्तिशाली बनाउनको लागि नेपाली हुँ भन्नको लागि हामीलाई राजा अभिवाद्य छ। राजा नभए यो देश हुँदैन। सबजनाले
एकै स्वरमा एकै ठाउँबाट सबै ठाउँबाट उठेर राजालाई स्थापित गराउँ, कुनै पनि क्रोध नलाइकन, जनतालाई दुःख नदिकन अभिभावकको रूपमा एकदम राष्ट्रतालाई अगाडि बढ्न सक्यो भने हामी सुरक्षित रहन्छौँ। तपाईँहरूलाई थाहा होला कि सरकारले के गर्यो भने अहिले मिडियाहरू पनि आइरहेको होला, किन भिसा बन्द गर्यो, किन गर्यो भन्दाखेरि म्यानमारका रोहिङ्गाहरू या म्यानमारीहरूले शुद्ध नेपालको नागरिकता लिएर पासपोर्ट बनाएर 200-300 जना साउदी अरब, कतार देउन भन्ने देशहरूमा गएको छन्। अहिले नेपाल सरकारका ती कुटनीतिकमा गएका ती राजदूतहरूलाई म यो नेपाली हो कि होइन भने सिकाउनु पनि गाह्रो भएको छ। अब हेरौँ कस्तो भयो देश। त्यसकारण हामीलाई राजा चाहिन्छ, अभिभावकको रूपमा राजा राख्नुपर्छ। म यो भन्न चाहन्छु तपाईँहरूलाई शब्दमा होइन, उहाँहरूले गल्ती गरेको अब फेरि गल्ती नदोहोऱ्याउँ। यो गल्ती दोहोऱ्याउनतिर लाग्यो भने हुन्छ एकदमै गाह्रो पर्छ। अब सुशीला कार्कीको सरकारलाई पनि सुशीला कार्की पनि कानुनको पाना मात्र पल्टाउन जानेको मान्छे। नेपाली जनताको मनमा गद्यारोहण गरिसकेका छन्। अब भौतिक रूपमा चाहिँ निर्मल निवासबाट हनुमान ढोका लाने गद्यारोहण गराउने, त्यहाँबाट नारायणीमा भित्राउने, त्यसपछि प्रधानमन्त्री को बनाउने योजना? जनताको छोराहरू जेनजीलाई प्रधानमन्त्री बनाउनु। किन जेनजीहरू योग्य छन् त? किन तपाईँ चाहिँ हिजो पूर्व प्रधानमन्त्री भएको पूर्व नेता, अब देश विदेश बुझेका अलिकति उमेर पाएको भएको मान्छे मात्रै केटाकेटी हाइवे गरे भन्छन्। ती बालन शाहले नेतृत्व नै स्वीकार गरे। केटाकेटी भन्ने कुरै भएन। किम जोङ उहाँ 28-30 वर्षको मान्छेले विश्व हल्लाइरहेछ होइन। बालन शाहले किन नेतृत्व लिन चाहनु भने? बालन शाह जस्तो मान्छे पनि जेनजीबाटै उठेको हो होइन। त्यसैले मैले भन्नु खोजेको चाहिँ हाम्रा युवाहरू, हाम्रा जेनजी युवाहरू प्रधानमन्त्री हुन योग्य छन्। उनीहरू प्रधानमन्त्री बनाउने समय भनेकै ज्ञानेन्द्र सरकारले गद्यारोहण गरेपछि मात्रै हो। बस, थ्याङ्क यू। देशको चिन्ताले बिरामी नै छु। ए हो, देशको चिन्ता कति लाग्छ? कति हो कति त्यो देशको त्यो नसोच्दा नसोच्दै नै दिमागमा आएर बस्ने रहेछ। कस्तो तपाईँ जतिको यो युवामा नि यति धेरै देशको चिन्ता हुँदो रहेछ भने होइन? किन नहुने नि? देशलाई माया गर्ने सबैलाई हुन्छ। मान्छेले आफ्नो भविष्यको चिन्ता गर्छन्। म त क्यानाडा जान्छु, अस्ट्रेलिया जान्छु भन्छन्। ए भगवान्, क्यानाडा अस्ट्रेलिया गए पनि आउने त आफ्नै देशमा होइन र? अनि भोलि देशै रहेन भने त जहाँ गएर जति कमाइने के अर्थ भयो र त्यसको होइन? अनि त्योभन्दा सबभन्दा पहिला त देशको सोच्नु पर्यो। तपाईँ जेनजी आन्दोलनमा जानुभएको थियो है? तपाईँ जस्तै धेरै जानुभयो, भनौँ न 40-50 वर्षको उमेरका पनि जानुभयो। आन्दोलन जेनजीले गरे पनि जान चाहिँ सबै जान्छ, मुद्दामा सहमत हो सबै जान चाहन्छ। अनि तपाईँले फेरि राजा किन चाहनुहुन्छ त? अब हेर्नु न, राष्ट्रपति आउँदाखेरि स्वतन्त्र कुनै पार्टीको नआएर देशलाई माया गर्ने राष्ट्रपति आइदिएको भए, अनि देशलाई माया गर्ने नेता आइदिएको भए सायद राजाको कमी महसुस हुन्थेन होला नि। तर यहाँ त राष्ट्रपति आउने पार्टीको आउने, अनि न्यायाधीश आउने पार्टीकै आउने, पुलिस आउने ठुल्ठुलो माथि त्यो पनि पार्टीकै आउने। अनि तपाईँ हामी जस्तो जनता चाहिँ कहाँ जाने के न्याय माग्नलाई? अनि न्याय हुनलाई अथवा दोषी चाहिँ खुलेआम हिँड्ने, निर्दोष चाहिँ तपाईँको दोषी बनाएर कतिजना जेलभित्र छन् नि त, त्यस्तो भइरहेछ। अनि एकदमै त्यो माथि अभिभावक बन्ने मान्छे, राष्ट्रपतिको ठाउँमा बस्ने मान्छे चाहिँ यो मेरो पार्टीको हो, यसलाई बचाउनु पर्छ भन्ने मान्छे होइन क्या। यो मेरो देशको हो, यो मेरो नागरिक हो, यो मेरो छोराछोरी हो, यो घर, देशै मेरो घर हो, सबैलाई मैले बचाउनु पर्छ, सबैलाई समान व्यवहार गर्नुपर्छ, को दोषी को निर्दोष मैले छुट्याउनु पर्छ भन्ने चाहिँ राजामा बाहेक चाहिँ अरूमा चाहिँ छैन। बालेन प्रधानमन्त्री भयो भने राजा आउनुपर्छ कि पर्दैन? त्यसो भए होइन, पर्छ। माथिको एकजनाको डर चाहिँ हुनुपर्छ। माथि बस्ने मान्छेले चाहिँ कसले गल्ती गरेछ त्यो थाहा पाउने र त्यो गल्तीलाई चाहिँ यहाँनिर गल्ती छ है भनेर छुट्याउन सक्ने मान्छे चाहिँ हुनुपर्छ। राजा त हुनैपर्छ, देशमा राजा हुनैपर्छ। राजा भयो भने न विदेशी हस्तक्षेप हुँदैन। राजालाई त देशको माया हुन्छ नि त। तपाईँ जतिको मान्छेले मनको राजा खोजिरहेका हुन्छन् क्या, अनि तपाईँ चाहिँ देशको राजा खोजिरहनु भएको छ? होइन, पहिला देशको राजा भएपछि न अनि मनको राजा त यही देशैभित्र भेटिहाल्छ नि सबैलाई, त्यही भन्न चाहन्छु। देश समृद्ध बनाएपछि होइन? अनि हो नि। ल मानौ राजा आइदिनु भयो अरे, राजा आउनु भयो, तपाईँले चाहनुभयो, जनताले चाहे आउनु भयो भने तपाईँ मन्त्री बन्ने सम्भावना राख्नुहुन्छ? मलाई त्यस्तो त्यो मन्त्री बन्ने त्यो गर्ने भन्ने त मेरो सोच छैन। तपाईँ एउटा युवा, राम्रो भयो। ओके, तपाईँ एउटा युवा, यदि तपाईँ मन्त्री बन्नु भयो भने चाहिँ के गर्नुहुन्छ होला? मैले मन्त्री बन्ने सोचे नि छैन, बने भने के गर्छु भन्ने त सोचे छैन मैले। देश चाहिँ राम्रो बने हुन्थ्यो जो भए पनि। अरू विश्वको अगाडि चाहिँ हाम्रो देश चाहिँ झुक्न नपरोस्, शानले पहिला राजा हुँदाखेरि कस्तो शान थियो त्यस्तै शान होस्, अनि अरू चाहिँ हाम्रो देशमा घुम्न आउन्,
होइन हाम्रो यहाँ हामी अहिले कस्तो छ भन्दा इन्डियालाई हामी गाली गर्छौँ के चाइनालाई हामी गाली गर्छौँ के म नगरौँ भन्न चाहन्छु किन गाली गर्ने त्यसले केही दिएन भने हाम्रो भोकमरी सुरु हुन्छ आज गाली गर्छौँ भोलि फेरि झुक्नुपर्छ होइन अनि भोलि फेरि झुक्दा त त्यसले झन् पेल्छ नि त पहिला हामी बलियो बनाऊ न पहिला हामी त्योसँगबाट केही लिनै नपर्ने बनाऊ हाम्रो देशलाई समृद्धि बनाऊ यही सबै कुरा पाउने बनाऊ यही रोजगार सिर्जना गरौँ अनि त्यसपछि कुनलाई गाली गर्ने हो गरौँ न त्यसपछि त कसैसँग झुक्नु पर्दैन नि त त्यसभन्दा बाहिरबाट पनि तपाईँलाई हेरिरहनु भएको हुन्छ होइन उहाँहरू जस्तो युवाहरूको लागि चाहिँ एउटा गुड म्यासेज के भन्नुहुन्छ सबै अब देश बाहिर भए पनि आउने त नेपालै हो त्यही भएर सबैजनाले नेपाल बचाउनलाई पहल गर्नु होला आइदिनु होला अब छिट्टै राजालाई राजगद्दीमा राखौँ अनि त्यसपछि राम्रो राम्रो मान्छेहरू मन्त्री बनाऊ अनि देश चाहिँ चलाऊ भन्नु जता पनि राजै जोडिदिने क्या तपाईँ फेरि